ओहो ओहो सर के अरे यो यो हामी बाँस फुटाउँदै छ यहाँ रवि सरको चाहिँ यहाँ टनेल हाल्ने भनेर हजुर हजुर बाँस फुटाउने यहाँ कृषिमा एकदम क्रान्ति ल्याउने रवि सर एकदम अगाडि परेका है ए बाँस फुटाउने सजिलो आइडिया है क्या खोइ हेरौँ न फेरि सजिलो आइडिया छ है ल देखाइ नि त बाँस फुटाउने तरिका यसो हाम्रो गाइजहरूलाई चाहिँ यसो कस्तो सजिलो तरिका छ फेरि सिकाइदिनु त देखाइदिनु त यहाँ चाहिँ आज टनेल हाल्ने काम भइरहेको छ हाम्रो लगभग 3 दिन भयो यो बाँस फुटाउने तरिका एकदम सजिलो तरिकाको छ है ट्याक्क लाएर चाहिँ चारतिर काट्ने चारतिर काटिसकेपछि यसरी रङ 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 ट्याक्क अलिकति नमिले यसो यसो मिलाइदिने सट्ट लाएर चाहिँ बाँस फुटाउने तरिका एकदम सजिलो तरिका छ है गाइज ल हेर्नुहोस् मस्त हेर्न सक्नुहुन्छ यस्तै छ गाइज हाम्रो चाहिँ यहाँ प्रोजेक्ट चलिरहेको छ आज 3 दिन भयो होइन यता काम सिकाइरहेको छु दाइहरूलाई पनि यसो टक्क लाएर दाइ के गर्न तपाईँ म अहिले टनेल हाल्नलाई तार बान्दैछु ए टनेल अनि आफै हाल्ने अब आफैले गरेदेखि पैसा अलिअलि पस्यो नि त ज्याला हो नि ए आफै गर्ने ए आउँछ हाल्न अलिअलि जानेको छु गर्दै जाँदा आइहाल्छ नि सिकाउने मिस्त्री को छ यहाँ एकदम शिव भाइ भन्ने छन् ए भिडियो खिच्ने मान्छे हो के त हो यहाँ मिलाएर गरिरहेको छौँ ल ठिक छ है ओके ल भरे पनि अर्को भिडियो हामी दिँदै गरौँ न भर्खर यति चाहिँ सुरु भइरहेको छ है ल धन्यवाद